सम्पूर्णमा मेरो नमस्कार। म प्रक्रिया गुरुङ बसाइ तिलोतमा 15 पनि आए। म यसै तिलोतमा नगरपालिका वडा नम्बर 15 बेगमबेली बाल समूह सञ्चालक सचिव र आजको यस कार्यक्रम सञ्चालिका। आज मिति 2083 साल 2 महिना 8 गतेका दिन तिलोतमा नगरपालिका वडा नम्बर 15द्वारा आयोजित विद्यालय स्तरीय लोक नृत्य, वक्तृत्व कला, चित्रकला र वाद्य प्रतियोगिता 2083 कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। हामी सबै बदौलियामा स्थित तबु समाज घरको भव्य हलमा प्रस्तुत भइसकेका छौँ। As we are about to begin today's program, it is my absolute honor and privilege to welcome you all to this grand event. I feel very proud to be standing here as your host for today's program. Also, I want to thank our organizing committee for this special opportunity of hosting. यस कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई उचित मञ्च र हौसला प्रदान गर्नु हो। यसले अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूको आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना बढाउँछ, साथै नयाँ पुस्तालाई मौलिक कला र संस्कृतिसँग जोड्दै उनीहरूको सृजनात्मक क्षमताको विकास गर्छ। पछिल्लो समयमा आधुनिकता र नयाँ पुस्ताको व्यवस्थाका कारण यो नृत्य लोप हुने अवस्थामा पुगेको छ। तसर्थ हाम्रो मौलिक पहिचान बोकेका मार्ग नृत्यको संरक्षण गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य हो भन्दै आजको दिनमा हामी नगर इन्भाइरोमेन्ट एकाडेमीबाट यही मौलिक संस्कृति झल्काउने मार्ग नृत्य प्रस्तुत गर्ने जमको गरेका छौँ। स्वीकार गर्नु।
तर डरले सिकाएको बात उनीहरूले चाँडै बिर्सिन्छन्। यस कुरालाई अभिभावक र शिक्षक दुवैले मनन गर्नु आवश्यक हुन्छ। गणरहित शिक्षा अनुशासनहीनता होइन, यसको अर्थ त विद्यार्थीहरूलाई माया, सम्मान, परामर्श र सकारात्मक तरिकाबाट सही बाटोमा ल्याउनु हो। शिक्षकहरूले विद्यार्थीको गतिलाई सजायको विषय होइन कि सुधारको अवसरका रूपमा लिनुपर्छ। प्रोत्साहन, पुरस्कार, परामर्श र सृजनात्मक गतिविधि मार्फत विद्यार्थीहरूलाई सुधारको बाटोमा उन्मुख गराउनुपर्छ। जब बालबालिकाहरू घर र विद्यालयमा सुरक्षित हुन्छन् तब मात्र उनीहरू घरभित्र र विद्यालयभित्र सहज महसुस गर्छन् र सडकमा अभिभावकको भित्र काट्नुपर्ने अवस्था सिर्जना हुँदैन। अन्त्यमा तिलोत्तमा नगरपालिकाले पनि विद्यार्थीहरूको स्वतन्त्रताको आवश्यकतालाई महसुस गरे। मिति 2079 साल मङ्सिर महिनाको 29 गते स्थानीय शासनका 51वटा सूचकहरू पुरा गरी जिल्लाकै पहिलो स्थान बालमैत्री नगरको रूपमा घोषित भएको थियो। यस्तै अन्य पालिकाहरूले पनि बालमैत्री वातावरण सिर्जना गर्दै आइरहेका छन्। यो हामी जस्ता अनेकौँ बालबालिकाहरूको लागि सराहनीय विषय हो। यसलाई निरन्तरता र अझै प्रभावकारी बनाउनु हामी सबैको कर्तव्य हो। बालबालिका राष्ट्रका भविष्य हुन्। उनीहरूको बौद्धिक, सामाजिक र मानसिक विकासको लागि गणरहित शिक्षाको आवश्यकता अनिवार्य हुन्छ। डरले होइन, प्रेरणाले असल नागरिकको निर्माण हुन्छ। बालबालिकाको सम्मान गर्ने शिक्षा नै व्यवहारिक शिक्षा हुन्छ। धन्यवाद।
धार्मिक र बहुसांस्कृतिक मानिसहरूको बसोबास भएको नगर हो। विविधतामा एकता आपसी सहयोग र सहयोगिताको अनुकरणले नमुनाको रूपमा स्थापित भएको नगरपालिका तिरतला पार्क मुख्यतः पार्क बाहुनगोठी वनवाटिका यहाँका पर्यटकीय स्थल हो। कृषि उद्योगका व्यापक जस्ता आर्थिक क्रियाकलापहरू यहाँका बासिन्दाहरूमा आबद्ध छन्। सामुदायिक र संस्थागत गरी 81वटा विद्यालय रहेका छन्। सामुदायिक विद्यालयका किशोरीहरूलाई निःशुल्क सेनिटरी प्याड र कक्षा 6 सम्मका विद्यार्थीहरूलाई दैनिक रूपमा 25 दरले दिवाखानाको व्यवस्था साथै एक विद्यालयमा एक नर्सको व्यवस्था गरिएको छ। विषम परिस्थितिका बावजुद पनि तिलोत्तमा नगरपालिकाको सरसफाइ अभियान हरियाली परिवर्तन तिलोत्तमा नगरपालिकाको सार्थिक अर्थ सुन्दरता हुन्छ। अन्त्यमा नेपालको सबैभन्दा व्यवस्थित र सफा नगरपालिकाका बासिन्दा हो भन्न पाउँदा गर्व लाग्छ। हाम्रो नगर मुलुककै गर्व हो। सकारात्मक सोचको विकास गरी सहकारी र स्वच्छताको विकास गर्ने हामी नगरपालिका कर्तव्य र सुनमा सुगन्ध थपौँ ताकि भावी पुस्तालाई यसको सुन्दरता र असल चाको अनुभव गर्न सक्ने बनाउन बिना चाहन्छु। जय तिलोत्तमा, जय नगरवासी, धन्यवाद। र उच्च परिवार है र बगैँचा सम्पूर्ण पूर्णमन्त्रीलाई अब पाले कस्तो छ? पालो कस्तो छ? धेरै धेरै